हिमालय माध्यमिक विद्यालय तिजको डाँडा चामुण्डा भिन्द्रासनी नगरपालिका 1 दैलेखलाई आफ्नो जन्मदिनको अवसर पारेर स्थानीय समाजसेवी तथा पूर्व विद्यार्थी तेजबहादुर पौडेलले 5,105 रुपियाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ। 2044 सालमा स्थापना भई यस क्षेत्रको शैक्षिक उज्यालोको रूपमा परिचित हिमालय माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिमा सहयोग पुर्याउने उद्देश्यले जन्मदिनको व्यक्तिगत खुसीको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उहाँले सहयोग गर्नुभएको विद्यालयले जनाएको छ। चामुण्डा भिन्द्रासनी नगरपालिका वडा नम्बर 1 निवासी पौडेलले यही विद्यालयबाट कखरा सिकेर आफ्नो शैक्षिक यात्रा सुरु गर्नुभएको हो। अनुशासित, कर्तव्यनिष्ठ, लगनशील, सरल र भद्र व्यक्तित्वका रूपमा चिनिनुहुने उहाँले सामान्य परिवारबाट उठ्दै कठिन परिस्थितिमा निरन्तर सङ्घर्ष र परिश्रम मार्फत जीवन सञ्चालन गरिराख्नु भएको विद्यालय परिवारको भनाइ छ। विद्यालय परिवारले उहाँको यो योगदानलाई केवल आर्थिक सहयोग मात्र नभई विद्यालयप्रतिको प्रेम, समाजका लागि प्रेरणादायी उदाहरण र भावी पुस्ताका लागि सकारात्मक संस्कारको बीजारोपणको रूपमा लिएको छ। विद्यालय परिवारले जन्मदिनको पावन अवसरमा पौडेलको सुस्वास्थ्य, दीर्घायु, निरन्तर प्रगति, पारिवारिक सुख शान्ति तथा सदैव यस्तै समाजसेवी भावना र सफल जीवनयात्राको कामना गर्दै हार्दिक धन्यवाद तथा कदर, सम्मान र प्रशंसा व्यक्त गरेको छ।